बाटो हेर्नु त बाटो यस्तो छ कि ड्राइभर चाहिँ हाम्रो पक्कै मान्नुपर्छ यार। त्यसको चाहिँ भिडियो बनाउनु अप्ठ्यारो लाग्यो, बनाइएन। अब बिहानै हामी चाहिँ यो त्रिपुरा सुन्दर हामी चाहिँ नलगाड नगरपालिकाको डकुमेन्ट्री भिडियो बनाउने खास कामले आएका थियौँ। हाम्रो चाहिँ डोल्पाको यात्रा सुरु भइरहेको छ अनि हामी चाहिँ जाजरकोटदेखि अगाडि क्रस भइसकेपछि यो भिडियो बनाइएको छ। त्योभन्दा अगाडि भिडियो बनाउन पाइएन। अब चाहिँ सुरु गरिएको छ। हेर्दै गरौँ कस्तो छ डोल्पाको सडक खण्ड, कस्तो छ बाटो हैन। हेर्दै जाउँ है त। पहाडको बाटो, पहाडै छेडेर बनाइएको बाटो एकदमै राम्रो पनि छ, अप्ठ्यारो पनि रहेछ हैन। अब हामी चाहिँ अहिले अब लाइट बाल्नु पर्ने स्थिति आइसकेको छ। अब अँधेरो हुँदैछ। अझै हामी चाहिँ जानुपर्ने दुनै बजार नै हो खास टार्गेट चाहिँ। हेरौँ कहाँसम्म पुग्छौँ हामी। टार्गेट चाहिँ हाम्रो सदरमुकाम नै पुग्ने चाहिँ हो, तर धेरै ढिला चाहिँ भइसकेको अवस्था छ अहिले चाहिँ। त्यो भएर हेरौँ कहाँसम्म जान सकिन्छ। साह्रै गाह्रो पो भइरहेछ त हौ। यो ब्याग छ हैन, ड्रोन, क्यामेरा, ल्यापटप, सबै कपडाहरू प्याक गर्दा एकदमै गाह्रो भएको छ। यात्रा चाहिँ कठिनै हुँदो रहेछ है। मजा आइरहेछ दिवस। बाटो हेर्नु त बाटो यस्तो छ कि ड्राइभर चाहिँ हाम्रो पक्कै मान्नुपर्छ यार। अब हाम्रो सल्लाह चाहिँ माथि दुनै पुग्न सकिँदैन, एकदमै थकित छौँ हामी चाहिँ। त्रिपुरा सुन्दरी भन्ने ठाउँमा चाहिँ हामी त्यहाँ बासा बस्ने प्लान गऱ्यौँ। त्रिपुरा सुन्दरी नगरपालिकाको चाहिँ सुपरभा गेस्ट हाउसमा बस्ने हाम्रो चाहिँ प्लानिङ भयो। अब हामी चाहिँ आज यहीँ सुत्छौँ। भोलि बिहानै चाहिँ हामी दुनै बजार उसको लागि सदरमुकामको लागि निस्किनेछौँ अनि फेरि भिडियो सुरु गरौँला। हामी चाहिँ आज यहीँ बस्ने प्लानिङ गऱ्यौँ। बस्यो खाइयो रमाइलो गऱ्यो। त्यसको चाहिँ भिडियो बनाउनु अप्ठ्यारो लाग्यो, बनाइएन। अब बिहानै हामी चाहिँ यो त्रिपुरा सुन्दरी भन्ने एउटा बाला मन्दिर रहेछ यहाँ नजिकै, हामी चाहिँ त्यहाँ जाने निर्णय गरेर बिहान यहाँ निस्किएका छौँ। यहाँबाट देखिने दृश्यहरू तपाईँलाई देखाउन प्रयासमै छु। हिमालहरू, बजार है,
तल खोला सुन्दर ठाउँ रहेछ। अब हामी चाहिँ दुनैको लागि निस्किने तयारीमा छौँ। अब हामी दुनैतर्फ अगाडि बढ्दैछौँ है। गाइस फाइनल्ली चाहिँ हामी दुनै बजार आइपुग्यौँ। दुनै बजारको बजार चाहिँ म तपाईँलाई देखाउने प्रयासमा छु। हेर्नुहोस् होइन, वारी चाहिँ खासै बजार छैन, डाँडोहरू छ। पारिपट्टि चाहिँ हाम्रो दामी बजार चाहिँ छ। जोस् डुल्बामा यतिको बजार भनेको धेरै राम्रो जस्तो लाग्यो मलाई। घरहरू कुनै चाहिँ भयङ्करै ठुला पनि छन् कि कुनै सानो देखिए तापनि भयङ्करै छ। कोही चाहिँ जोस् सुन्दरै लाग्यो है मलाई। अलि महँगी चाहिँ छ, महँगी अब ढुवानी खर्चले पनि होला। अनि ठिकै लाग्यो मलाई है। जोस् नयाँ अनुभव चाहिँ भयो। यही बेला हामी हेलिकप्टर पनि देख्न सक्छौँ। हेलिकप्टर चाहिँ सेफोक सुन्न जाने मान्छेहरू ओसार पोसार गर्ने क्रममै छ जस्तो लागेर चाहिँ हामीले गरी हेलिकप्टर चाहिँ ओसार पोसार गर्दो रहेछ है। फाइनल्ली हामी चाहिँ त्यहाँ सकेर अब हामी निस्किसकेका छौँ त्यहाँदेखि होइन। हामी विभिन्न ठाउँहरूको दृश्य खिच्दै हामी फर्किँदैछौँ। यहाँ केराको एकदमै ठुलो उ रहेछ, बारी रहेछ। अनि यो पनि खिचिहालौँ भनेर खिचियो। दामी नै लाग्यो। केरा पनि मिठो एकदमै खाइयो त्यहाँ होइन, मिठो रहेछ। केरा घारी पनि ठुलै रहेछ होइन। हामी त्यहाँबाट खिच्दै हिँड्दा फेरि हामी जाजरकोटसम्म आइपुग्ने गरी फर्किएका भने हामी ड्रोन हान्दै त्यहाँको दृश्यहरू खिच्दै हामी आइरहेका थियौँ।
रात पर्यो साथीहरु, हामी अब होटलमा गएर बस्छौँ। हाम्रो जाजरकोट नलगाड नगरपालिका। हामी अब बिहानको लागि यहाँ बसेर बिहानको लागि तयारी गरेर फेरि हामी सुटमा निस्किँदैछौँ। हामी चाहिँ नलगाड नगरपालिकाको डकुमेन्ट्री भिडियो बनाउने खास कामले आएका थियौँ। लगभग हाम्रो सुट हाम्रो चाहिँ सकियो। हामी चाहिँ नलगाड नगरपालिकाको डकुमेन्ट्री भिडियो बनाउने खास कामले आएका थियौँ। हाम्रो लगभग त्यो काम सकिएपछि हामी अब चाहिँ घरतिर जाने तर्खरमा तयारी गर्दैछौँ। अनि अब हामी चाहिँ होटल पुगेर प्याकिङ स्याकिङ गरेर हामी चाहिँ फर्किँदैछौँ है त।